वालिङ पिङ्क सिटी महोत्सवको रेली आइरहेको छ। म देशभक्त पौडेल आफ्नै घरबाट तपाईँहरूलाई देखाउँदैछु वालिङ पिङ्क सिटी महोत्सव भव्यताका साथ एकदम व्यापकका साथ सफल पारौँ। र हाम्रो घुम्रेको नेवा समाजको पनि त्यहाँ रेडी भएर बसिरहेको छन्। यहाँ सबभन्दा पहिला ओम शान्तिको देख्न सक्नुहुन्छ, हाम्रो वालिङ भकुण्डे स्थित ओम शान्तिको। त्यसपछि रहेको छ नेपाल मगर सङ्घको। हाम्रो यस वालिङमा धेरै सङ्ख्यामा मगरहरूको पनि बसोबास छ। यो वालिङ भनेको बाहुन, छेत्री, मगर, नेवार, गुरुङ, तपाईँको विश्वकर्मा, एसके सम्पूर्ण जातहरू मिलेर बनेको फुलबारी हो यो हाम्रो वालिङ। हेर्न सक्नुहुनेछ वालिङ महोत्सव, पिङ्क सिटी महोत्सव है, पिङ्क सिटी महोत्सव। त्यसपछि आएको छ श्री राम जानकी कल्याण भनेर लेखेको, त्यति बुझिया छैन, म माथि छतमा छु। र हाम्रो यहाँ घुम्रेको नेवाहरूको पनि निश्चित भइसकेको छ। लाखेका साथ घुम्रे नेवा पनि महोत्सवको लागि गइसक्नु भएको छ। अनि यहाँ के रहेछ, दाई भाउजू आमा समूह अरे है उहाँहरू, दाई भाउजू आमा समूह। अनि श्री कुँवर समाज आमा समूह। हाम्रो वालिङमा कुँवरहरूको पनि बाक्लो बस्ती छ। त्यसपछि आयो तमु समाज, गुरुङहरूको तमु समाजको पनि बाक्लो बस्ती छ। सबै आफ्नो वेशभूषामा आफ्नै संस्कारमा हिँडिरहनु भएको छ। राष्ट्रिय झन्डा अद्भुत अद्भुत, उहाँ राष्ट्रिय झन्डा लिनुलाई अद्भुत सम्मान छ यहीँबाट, तारले खिच्यो। त्यसपछि के है यहाँ मात्र देखिएको छैन, ब्युटी पार्लर एसोसिएसनबाट पनि हुनुहुँदो रहेछ है उहाँहरू। जति पनि राम्रा हुनुहुन्छ चटक्क परेर हिँड्नु भएको छ। उहाँ ब्युटी पार्लर एसोसिएसन